चाहिँ अलिकति अफरोड जस्तो रहेछ। यता सिधा गयो भने चाहिँ हामी बुढालिङ्गण्ड मन्दिरतिर पुग्छौँ होइन। अब हामी चाहिँ त्यता नगइकन हामी लेफ्ट लागेर चण्डेश्वरी मन्दिरतिर अगाडि बढ्दैछौँ है त गाइस। यो अगाडि दाहिनेतिर चाहिँ बुढालिङ्गण्ड स्कुल हो। यो चाहिँ 1972 मा खुलेको हो। सिधा लाग्यो भने चाहिँ स्कुलतिर पुगिन्छ, सिधा नलागिकन देब्रे जाउँ है त साथीहरू। यहाँबाट चाहिँ अलिकति बाटो उकालो उकालो हुँदै जान्छ। गोलफुटारदेखि यो चण्डेश्वरी मन्दिर आउँदाखेरि चाहिँ तपाईँको प्रायः जसो बाटो सबै राम्रै छ, पिचै छ। बुढालिङ्गण्ड मन्दिर हुँदै कसरी चण्डेश्वरी मन्दिर जान सकिन्छ भनेर देखाउनको लागि चाहिँ मैले आज यो बाटो प्रयोग गरेको हो। यो नेपालको झन्डा भएको ठाउँबाट चाहिँ हामी मास्ति उकालोतिर नगइकन अब हामी तलतिर लाग्छौँ चण्डेश्वरी मन्दिरको लागि यता गइन्छ। चाहिँ अलिकति अफरोड जस्तो रहेछ। जस हामी बुढालिङ्गण्ड गोलफुटारदेखि आउँदाखेरि चाहिँ यही हो एउटा थोरै अफरोड भनेको, नत्र सबै पिचै पिच थियो। यति बाटो चाहिँ अफरोड रहेछ, तर खासै यस्तो बित्ति नराम्रो त होइन। सानो गाडी ठुलो गाडी स्कुटर सबै आउन मिल्छ यो बाटो, त्यस्तो नराम्रो छैन। खालि पिच मात्रै नभएको हो, बाटो राम्रै छ। यहाँ चाहिँ अलिकति हिलो रहेछ, हिलो भएको छ, हिलो हिलो रहेछ है त गाइस। ल अहिलेसम्मको बाटो फेरि पिचबाट सुरु भइहाल्यो। त्यति बाटो चाहिँ बिग्रेको रहेछ, तर खासै बिग्रेको पनि भन्न मिलेन। अहिले बर्खाले गर्दा एक ठाउँमा मात्रै हो हिलो जमेको, नत्र भने त त्यो पिचै नभए पनि राम्रै बाटो थियो। सानो गाडी मन्दिरको पार्किङ चाहिँ यहाँ रहेछ। मैले पार्किङ गरेँ है त गाइस। ल पार्किङ